पाटापुरमाथि ज्यामिरे मास्तिरपट्टि उतिर बाटो खन्न हरेक वार्डलाई हामीले गरेका थियौँ नि। खाजा सामल झोलैमा बोकेर गएर खनिया छ नि हौ बाटो त्यतिखेर। ज्यामिरे भन्ने ठाउँमा हाम्रो क्याम्प थियो। म त त्यहीँ सुतेको छु नि क्याम्पमै। झम्पल बडङ हान्न 5 थरका धनकुटाका हर्कमान तामाङ कहिल्यै कोदालो नखोट्याउने नखन्ने मान्छे लुयो ढुङ्गो पल्टाउ बुढा भनेर लगेर चाहिँ त्यहाँ मान्छेको मनोबल बढाउनु त्यो लागिएको छ। त्यसरी काम गर्दै आएको। मलाई गाविस अध्यक्ष बनाएर नरबहादुर लामाले मलाई पठाएको हिजो अस्ति होइन र 49 सालमा। त्यो बेला आउँदाखेरि 51 सालमा मनमोहन अधिकारीको सरकार बन्यो। अनि तल यो 4 नम्बर र बजारको बीचमा चाहिँ अहिले आर्मी क्याम्प भएको मुनिपट्टिको एरियामा वृक्षारोपण गर्ने भयो। सूर्यबहादुर दाइ बिचरा मरेर गए। सलिम मिया अन्सारी वन मन्त्री लिएर त्यहाँ गइयो। 51 सालमा गुरु बराल पनि सांसद हुनुभएको थियो है मोरङ क्षेत्र नम्बर 6 बाट एकचोटि हुनुभएको थियो। अनि म गाविस अध्यक्ष गइयो। अब त्यहाँ वृक्षारोपण गर्ने भनेर वन मन्त्रालयको कुरा रहेछ। यो नगरिदेऊ भन्नका लागि वन मन्त्रालयमा गएका हामी। त्यहाँ वृक्षारोपण गर्यो भने त खेरुवाबाट मान्छे अहिले त झाडीले जान सक्दैन। त्यहाँ वृक्षारोपण गरेपछि त बिहान बेलुका राति कसरी हिँडोस् त, लुटपाट भइहाल्छ नि भन्ने हाम्रो तर्क। हामी बस्ती विकास कम्पनीलाई दिएर यहाँ सहर बसाउँ भन्ने उनीहरू चाहिँ त्यो ढङ्गले चाहिँ अब त्यहाँ वृक्षारोपण गर्ने भए। सलिम मिया अन्सारी बसिरहेको थिए, त्यहाँ बिरुवा रोपिन्छ भने। म त नरमै कुरा गर्दै थिएँ। सूर्यबहादुर त झ्वाकी मान्छे हो नि, काँडो छिटो। अब त चुप लाग्यो एकछिन। त्यहाँ रोपियो भने रातभरि उखेलिन्छ भन क्या उसले। त्यसै गरेर पुरुक्क उठेर यहाँ पैनीमा जसरी गाली गर्थे त्यसै गरी त्यहाँ रोपियो भने रातभरि उखेलिन्छ। अब यो बिरुवा उखेल्ने को हो भन्छ ऊ। अनि त मन्त्री भएर त्यहाँ कुरा नबुने त को भन्छन् ऊ। गुरु बराललाई र मलाई छुट्याउनु पर्ने स्थिति भनौँ। अनि भरे अन्तिममा सलिम मियासँग सम्झौता गरियो। त्यहाँ बिरुवा पनि नरोप्ने, बस्ती विकास गरेर अहिले घडेरी प्लानिङ पनि नगर्ने, लु त्यो सहमति गरौँ भन्यो। आएपछि त्यहाँ अलिकति त्यो मन्दिरलाई रोकदाई जग्गा भन्यो। सूर्यबहादुरले त्यो गणेश मन्दिरलाई अलिकति रोके, बसपाको डिजाइन थोरै गरियो। सबै गरेपछि त अब झारझोर फाँडियो। अहिले 4 नम्बरबाट हिँड्न त खाँचो छैन नि। यहाँको जङ्गल पनि क्याम्पस स्वीकृति गरे बेला क्याम्पसका लागि भनेर मैले आफैले बसेरै त्यो जग्गा क्याम्पसका लागि दिनुपर्छ है जङ्गल भनेर त्यहाँको 12-14 बिघा जग्गा चाहिँ त्यो क्याम्पसका लागि हुने जग्गा हो।